के रे हिजो फोन गर्ने मान्छे यस्तो छ त कहाँबाट आएको त अन्त तपाईँलाई अलि सुटिङ सकिहाल्नु पर्ने भयो कि त्यही कारण नमस्कार हजुर गीत कस्तो भएको छ? गीत त अब बबलै भएको छ। बाटो मुनिको फुलमा म्युजिक डाइरेक्टर मैले लिएर गएको, म डिरेक्टर। लास्टमा त म पनि आउट, उहाँ पनि आउट, दुईजना आउँछ। साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी, साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी, मिलिरहेको छ, मिल्यो त्यो रिदममा मिल्छ। मनमा जे छ माया घुर्चिँदैन, मन मिलाई र दिलाउ है, समयले पर्खिँदैछ, पैसा पैसा खर्ची जान्छ माया खर्चिँदैन, पैसा अब सरकडा सर किन सर 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 दो दो पैसा पैसा खर्ची जान्छ माया खर्चिँदैन। तर यो चाहिँ पूर्वेली भाकाको लोकगीत हो, एकदम रमाइलो। अलिसाजी, विल्सन विक्रम दाजु, हाम्रो प्रिय भाइ गायक आयुष साई, हामी सबै टिम मिलेर राम्रो काम गर्ने कोसिस गरिरहेको छौँ। फिल्मी स्टाइलको छ के? हजुर, कमल दाजु कोरियोग्राफर हाम्रो कमल बुवा अब उसले मात्रै 40 जनालाई ह्यान्डल गर्नु सक्छ नि त, अरूले त सक्दैन नि त। पैसा खर्ची जान्छ माया खर्चिँदैन, मन मिलाई र दिलाउ है, समयले पर्खिँदैछ, यो बुढोले खतरा दिन्छ यो नाच्नु नचुर भन्दा। ए हिजोको जोक्स पनि छ अब कमल दाइलाई है। नेउली पनि त्यही नाच्यो होइन, अब मजुर पनि त्यही नाच्यो। तपाईँको दुइटै ख्वाइस पुरा भयो, नेउली पनि त्यहाँ नाच्यो, मजुर पनि नाच्यो। मतलब फ्रेस भयो अब यो गीतहरूले वाक्क लाग्यो। जाउँ हामी यहाँ अर्कै हामीलाई फुटेज चाहिन्छ। अहिले एकछिन तिमी यहाँनिर उयो डान्स गर्नुपर्छ टक्क टिकटकको लागि। त्यहाँबाट देब्रे हो यो त उकालो त होइन, घर होला है यो त। यो त घरको हो त पर्छ कति मान्छे झुकिन्छ होला यसमा, कति गेट त लगाउनु पर्छ है। कति मजाको आनन्दित गर्न है, धानहरू हुने क्या मजाको आनन्द त हो यो त, शान्ति छ। यहाँ दाहिने देब्रे आयो भनेको यही हो होइन? यो त होइन रहेछ। बाटोमा मन्दिर आयो, परहरू जस्तो लाग्दैछ मलाई। रिसोर्टहरू रहेछ फुलतिर पनि। आएछ नि बेच्नु लोकेसन आउन बाँकी छ। पुरानो गाउँको सिनहरू चाहियो त भने त यता आउने रहेछ नि त, आउनु पर्छ। तर अब हाम्रो पूर्वको जस्तो
ल लोकेसन चाहिँ एकदम मिठो काटेर पकाउनु भन्नु क्रिस भनेर कस्तो ए सेवा है यो एजमा पनि यसो छ नमस्कार हजुर कमल सरलाई मैले त्यहाँनिर फेरि कामा गर्ने भन्नु भएन डाक्टर गीत चाहिँ खतरा रहेछ अहिले लास्ट प्लेस भयो मुन्डे काटेर बाटो मुनिको फुलमा म्युजिक डाइरेक्टर मैले लिएर गएको म डिरेक्टर लास्टमा त म पनि आउट उहाँ पनि आउट दुईजना आउँछ कमल सर उभिरहेको रहेछ दामी लोकेसन है ए सबै लगाएको नि ए यो फुलहरू ए अस्ति हिजो थिएन होइन फोटोमा हिजो लगाएको ए दाजु प्रोडक्सन कहाँ छ होइन भइहाल्छ सबै आइहाल्छ ए विनोद सरहरूलाई खाजा के लिनुहुन्छ खाजा मेन्यु के छ चिया खाजा सबै सर है सिङ्गर सर उहाँ हुनुहुन्छ है उहाँलाई मेकअप पनि गराइदिनु मेरो माथा हुनुहुन्छ खवडा खाजा चिया पनि ए नमस्ते हजुर एकछिन उता पो भयो ए जाति नै हुनुहुन्छ नमस्ते हजुर हामी त सुटिङमा अब छौँ त वाउ कमल दाईलाई गाइरहेको छु क्या आज नै सुटिङ हो भनेर क्या यो मेरै गीत हो क्या तपाईँ त्यो बस्नु हिजो फोन गर्ने मान्छे कस्तो त कहाँबाट आएको त अन्त तपाईँलाई अहिले सुटिङ सकिहाल्नु पर्ने भयो कि त्यही कारणले सरप्राइज बिग सरप्राइज रियली आई वान्ट टु माइसेल्फ सरी है म बल भेट भयो है हजुर बुझेन यो झट्का डाम 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 साउन्ड नछुट ओइ भाइ यहाँ के वर्ड लेख्छौ फेरि यहाँ वर्ड लेख्छौ रिज्युमबाट के वर्ड लेख्छौ बुझ्यो ओके देन यहाँ चाहिँ बग है अब यहाँ स्मुथ छ साउन्ड पहिला झट्का लगाऊ साउन्ड
साउन्ड छैन नकाबन्दी पहिला कति हो सेकेन्ड हो छैन नकाबन्दी 1 2 3 Elisa लानो है छैन नकाबन्दी नगे छ भूखौ है छैन नकाबन्दी 1 2 3 अब यहाँ अलग लाउँदै मेरो पनि तिमीका मेरो पनि तिमीका अब पढाउँदै जाऊ साउन्ड जस्ट लिसन द फर्स्ट साउन्ड लानो है छैन नकाबन्दी नगे छ भूखौ है छैन नकाबन्दी Okay, let's go. सुन्दर जस्तो त्यो त ब्यागबाट ल्याएन क्यामेरा थोरेछ ओइ आउँदैन पछि जान तँ मजा आउँछ एकैचोटि भ्याक्क नदेखा न सबै सिन ध्यान थियो दाउ होइन सललमा जाउँछ ए बहिनी फेरि सर सर जाऊ भयो अरू फसल सारा छ यहाँबाट अर्को मोनिका देऊ पछाडि नसरौ न यहाँ हेर्नुहोस् ए विक्रम यहाँ आयो हजुर आयो ओके ओके मोनिका अन्त अगाडिको बोल्नु भित्र बोल्नु त उतापट्टिको त्यो लेफ्ट त्यो राइटको पेडेसर गर्नु है हेर राम्ररी त्यहाँ साहब स्किमर यो चाहिँ स्किमर ल्याउने हुन्छ छैन नकाबन्दी नगे छ भूखौ है छैन नकाबन्दी 1 2 3 go है छैन नकाबन्दी मनमा जे छ भूखौ है छैन नकाबन्दी मनमा जे छ भूखौ है छैन नकाबन्दी 1 2 3 go करेक्ट छैन अब क्लोज काटा केटार एभोइड गर एबिस काटा पछाडि क्या फेरि
मोनिका अझै भित्र पछाडि बहिनी अहिले त अर्को ल्याऊ यहाँ सङ्गीतकारसँग जम्का भेट भइहाल्यो आजको गीतको बारे भनिदिनु त 2 शब्द। यो चाहिँ अब इलेक्सन हुँदैछ, त्यसको लागि टाइटलै नाकाबन्दी, तर यो चाहिँ पूर्वेली भाकाको लोकगीत हो। एकदम रमाइलो, अलिसाजी, विल्सन विक्रम दाजु, हाम्रो प्रिय भाइ गायक आयुष साई, हामी सबै टिम मिलेर राम्रो काम गर्ने कोसिस गरिरहेको छौँ। 7 फेब्रुअरी रिलिज हुँदैछ। प्लिज सब्सक्राइबर वाच एन्ड सेयर। स्टे थ्याङ्क यू ट्युन। भेरी मच। यता सुट भइरहेछ, यता हाम्रो सिङ्गर भाइ कस्तो छ एक्साइटेड, कतिको एक्साइटेड के छ, कस्तो फिल छ? राम्रै लागिरहेछ। गीत कस्तो भएको छ? गीत त अब बबालै भएको छ, यतिको त अब बबालै हो। अब कस्तो, अब दर्शकहरूले कस्तो रुचाइदिनुहुन्छ त्यो चाहिँ अब उहाँहरूकोमै छ। हजुर हामीहरूले यहाँ छौँ, सुट भयङ्कर चलिरहेछ धमाधम। अब यो त कतिवटा गीत गर्दा बल्ल एउटा सुटिङ राम्रो हुन्छ, त्यही त हो नि। सबैको कन्ट्रिब्युट सबै लिनुपर्छ। को चाहिँ घर यतै हो, माथि हो। यो चाहिँ चलेको कि नचलेको हो? यो ठाउँ चाहिँ बन्द भएको थुप्रै भयो बन्द भएको। बनेपछि केही छ छैन। ए है, फिल्म सुटिङ गर्ने आउँछ। किन रहेछ? कसले हेरिरहेको छ चाहिँ? ऊ यहाँ बाबुले, ए त्यो अघि जाने हो। यहाँ अघि जाने बाबु उसले रेखदेख गर्ने यहाँ बसिया छ। यो हो चाहिँ कसको हो? यो रविन्द्रपुरी भन्ने भक्तपुरमा बस्छ। ए हजुर। जयको घर हो यो, प्राइभेट उसको। अब कम्पनीमा दर्ता गरेको छ भने अलग गरेको छ। ए त्यही त नि, त्यो तलसम्म त्यसको रुखसम्म मजाको रह्यो ठाउँ चाहिँ। यो कम्पाउन्ड हो होइन, उसो सबै कम्पाउन्ड गरेको छ। त्यहाँ उतापट्टि हाम्रो जग्गा पनि पर्छ। साउजी चाहिँ आउँछन् कि आउँदैन अन्त? खोइ धेरै भयो आएको देखाएको छैन। आउने छ सुधा थोड़ी Paru to the left, right. Zoya to the right, Paru to the right. Arti to the right. And the Thora to the right. Other to the Paru to the right. Other. Boy. Hey, the two are ready to Pasari. Ready. माझे छावा नव्हे छैन नका बंदी
यो जुम्बरी गरेर ल्याउनु लग्यो One, two, three, go! केटी अगाडि केटा पछाडि ठ्याक्कै केटीको पछाडि केटा केटीको पछाडि केटा अरे ओइ ओइ सर 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 डिस्टेन्स मिलाउनु भयो पैसा अहिले नि तिमीलाई साउन्ड लाउड गर आरके अगाडि रे होइन अगाडि 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 सबै अगाडि आऊ ठिक छ हजुर ए यो त ओरिजिनल तातो तातो खबर हो नि के त्यो भनेको 2-4 दिन पछि आउने खबर यहाँ हुन्छ Please hold it back out. Please hold it back out. सर्नु मिल्छ है मिल्दैन यसले खासै अलि हल्का सिधा बस्नु चाहिँ स्मिता Somebody go. Somebody go. खाजा आएछ नि त ल होइन उस्तो खाऊ न लिनु लिनु हुन्छ मोटी धेरै खाने सकेट सकेट के बेसी गरेर ल अब यसले दिन्छ
मलाई यसको घाम हेर्नु पर्यो नि मैले फेरि घाम हेरेर देऊ है घाम हेरेर पोडा रेखा नि खालो हजुर हजुर के गरिहाल यो अब यो टार हुँदै जान्छ गुरु यो लिइहाल्नु कता यता हो सबैजना माथि आऊ त बाबु थ्याङ्क यू यार तिमीले पुग्यौ बहुत राम्रो लाग्यो सबभन्दा माथि सबभन्दा माथि अमर यता बट्याउ श्रवण सबभन्दा माथि यो भाइ बन्जु राम तिम बन्जु अब केटा ग्यापमा भाइ त्यही बस्छ मौसम त्यही हो अलिक छेउमा जाऊ भित्तामा जाऊ छेउमा जाऊ अब सर केटा सर तिम्रो पनि सर जाऊ भयो ग्याप मिलाउ केटीहरू ग्याप मिलाउँदै हेर त ए सोनीहरू छेउमा जाऊ गइराख जाऊ धेरै भयो सर ए आरती सर धेरै भयो लेफ्ट राइट हजुर लेफ्ट अगाडि आऊ एन्जल अगाडि आऊ भयो to the right, right. Nice. पैसा खर्ची पैसा खर्ची जान्छ माया खर्चिदैन मन मिलाई राति लाउ है समयले पर्खिँदैछ पैसा खर्ची जान्छ माया खर्चिदैन पैसा खर्ची माया खर्चिदैन मन मिलाई राति लाउ है समयले पर्खिँदैछ कुरै मात्र राम्रो हो कि मन पनि राम्रो कुरै मात्र राम्रो खर्चिदैन पैसा खर्ची जान्छ माया खर्चिदैन मन मिलाई राति लाउ समयले पर्खिँदैछ कुरै मात्र राम्रो पैसा खर्ची जान्छ माया खर्चिदैन मन मिलाई राति लाउ है समयले पर्खिँदैछ
तलबाट गर माथि हेर है 2 3 पैसा पैसा खर्ची जान्छ माया खर्चिँदैन पैसा पैसा खर्ची जान्छ माया खर्चिँदैन मन मिलाइदिएर मिलाउ है समयले पर्खिँदैन छोड्दै त नछोड्ने यसलाई मैले एकताल थियो लिटरली दिएँ चाइनिज गुडी जस्तै थियो मैले मेरो ब्ल्याक एन्ड व्हाइट टिभी थियो देउता हारेको हाल्ने त कन्टेन्ट अब के गर्नु अर्को तिम्रो अर्को छैन फरि यही हो पैसा पैसा खर्ची जान्छ माया खर्चिँदैन पैसा पैसा खर्ची जान्छ माया खर्चिँदैन मन मिलाइदिएर मिलाउ है समयले पर्खिँदैन भाइको यहाँ भाइको यता रहेछ चेन्ज भयो भाइ ड्रेस चेन्ज भइसक्यो मेकअप बाँकी है त्यो भइसक्यो भाइको श्रृङ्गार भइरहेछ श्रृङ्गार भइरहेछ आइसको लिपसिङको ब्याकग्राउन्डको प्रिपरेसन हुँदैछ ए दुईवटा त चाहिएन मलाई नायक होइन गायक आइपुग्यो गिटारमा अन्त दिनु परेन सिधा उभिएर उयो गर्ने यो उसहरू लेसहरू भित्र यहाँ देख्दैन तल हजुर उता फ्रेम हेर्दै मिलाउँदै गर्नु जानु जानु हजुर फ्रेममा बस्दै मिलाउँदै क्याप पनि ल्याउन सायद आउँछ आउँछ हेर्नु हुँदैछ तपाईँ तल यो उसो सकेपछि यसो बुझाउँ न यो हाम्रो छ नि ए भाइ त्यो दुईजना अलिक उता अलि सरकड़ा श्रवण भाइ सर सन्तोष
साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी मेरो पनि नेपाली ढाका गलबन्दी मनमा जे छ भनौ है छैन नकाबन्दी मनमा जे छ पोखौ है छैन नकाबन्दी साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी मेरो पनि नेपाली ढाका गलबन्दी मनमा जे छ भनौ है छैन नकाबन्दी मनमा जे छ पोखौ है छैन नकाबन्दी पैसा पैसा खर्ची पैसा पैसा खर्ची जान्छ यहाँ तल साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी मेरो पनि नेपाली ढाका गलबन्दी मनमा जे छ भनौ है छैन नकाबन्दी मनमा जे छ पोखौ है छैन नकाबन्दी पैसा पैसा खर्ची जान्छ माया खर्चिँदैन पैसा पैसा खर्ची जान्छ माया खर्चिँदैन मन मिलाई बिरती लाउँ है समयले साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी मिलिरहेको छ मिले त्यो रिदममा मिल्छ ढाका गलबन्दी मनमा जे छ भनौ है छैन नकाबन्दी मनमा जे छ पोखौ है छैन नकाबन्दी गाइज के छ हौ सकिएको क्लास सकेर आएको तिमीले आफैले गरेको हो यो कसले उसले हो दामी बनाउँदो रहेछ त नारुतो के हो यो कोजु चाहिँ हो ड्राइङ गर्छौ उसले गर्दो रहेछ कसले यहाँ यता दोकान नजिकै छ कि छैन पसल क्या
पसल छैन यता नजिकै अलि पर छ पर छ के पाउँछ त्यहाँ खानेकुरा खानेकुरा पाउँछ होइन चाउचाउहरू मोमोहरू पनि पाउने हो त्यो झन् टाढो जानुपर्छ चाउमिन कहाँ साह्रै मन पर्यो बहिनीको साह्रै मन पर्यो बहिनीको ओके ऐसा हो साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी साह्रै मन पर्यो बहिनीको चोली र चौबन्दी मेरो पनि नेपाली ढाका गल्बन्दी मनमा जे छ भालो भई छैन नकाबन्दी मनमा जे छ उखो विश्वास लागिरहेको के पो रहेछ मार्नु आज अहिले जो के डराउँदै आएको नि तपाईँले चाहिँ गाली उठ्छ होला भनेर डराउँदै आयो कि प्र्याङ्क कान्देको बोलायो अब है यस्तो विचार गर्नु पाइन भने के हो सिङ्गर बिकेम सिनेमाटोग्राफर हो ल बधाई छ आँखा चाहिँ छिराउ न भाइ त्यहाँ के हो त्यो त फेरि के हो जस्तो हुन्छ नि लु घुमाऊ घुमाऊ यता ट्याक्क मलाई यहाँ फोकस गरो जल्दी क्यामेराम्यान भने जस्तो फोकस गरौँ फोकस दामी 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 ल ल यहाँ हरियो गोबरले लिपेको स्टार्ट हुन आँट्यो यस्तो छ हामी चाहिँ अहिले सुटिङमा छौँ हाम्रो नवबुद्धको नजिकै रिसोर्टमा अहिले चाहिँ हामी दीपावलीको तयारी हुँदैछ नाइटको सुट छ अनि पालाहरू बलेको एकदमै सबैजना कोरस डान्सरहरूलाई अब चिसो भएको छ उहाँहरूको रेस्ट छ अहिले हाम्रो चाहिँ अलिकति काम चलिरहेको छ हाम्रो कलाकारमा हुनुहुन्छ हाम्रो उल्सन विक्रम राई अनि एलिसाजी हुनुहुन्छ एकदमै मजा आइरहेको छ काम गर्न सिउ तपाईँ त थिएटर भन्नु मिलेन आर्टमा होइन त तपाईँहरू हजुर हजुर हामी अलराउन्डरै भनौँ अलराउन्डर प्रोडक्सन पनि हामी सबै हामी ए हस् हस् थ्याङ्क यू दाई थ्याङ्क यू केशको लय समाउकी ओठमा लाली सजाउने उज्यालो मुस्कान बताउकी मनै सुत्त झल्काउँछिन् डढिएर नजाऊ तिमी हेर विश्वास गर मलाई एक फेर साँचेका टोलायो जिन्दगी जाँदैन तिम्रो माया है खेर माया छ नि यतै मैतिर दौडिनु एक फेर दुई कदम तिमी सानो अनि दुई कदममै सहारौला
कति पर्सेन्ट हटाउनु के अडियो हामी म रिकर्ड गर्छु न फेरि भोलि पनि छ हाम्रो रियल जुस दिइराख्नु रियल जुस मेरो गिटार अन्त उयो पर्दैन मलाई अनि हामी यहाँबाट निक्लिएको हुन्छ हाम्रो सक्यो हाम्रो सक्यो ल ल ल हाम्रो सक्यो सुटिङ ल बाँकी टिम चाहिँ यहाँ छ हामी चाहिँ भोकल फर लोकल हाल्नु गएको धन्न शान्तिश्रीलाई भेट्नु नभएको भाइले यार ओके म त हैट अब त भेटिहाल्यो एउटा भिडियो भन्दा